मेरो जीवनको यात्रामा सँगै नभए पनि मेरो अस्तित्वबाट कहिल्यै मेटिने छैनौ तिमी। हामीले सँगै बाँडेका ती क्षणहरू, ती मौनताभित्र लुकेका भावनाहरू, आँखाले बोलेका कुराहरू, ती सबै मेरो जीवनको अमूल्य पलहरू हुन्। तिम्रो प्रेम त्यो कुनै आम प्रेम थिएन, त्यो त आत्माको गहिरो स्पर्श थियो, जहाँ शब्दहरू मौन हुन्थ्यो तर मन बोल्थ्यो। तिमीले जुन न्यानोपन दिएर छोयो, त्यो न्यानोपनले मेरो चिसिएको अस्तित्व फेरि बाँच्न थालेको थियो। यदि समयसँग सम्झौता गर्न सक्ने भए म फेरि ती क्षणहरू जिउँथे। यद्यपि थाहा थियो अन्त्यमा दुःखको मौनता छ, तर तिम्रो प्रेमले दिएको त्यो क्षणिक स्वर्गको अनुभूति त्यो अमूल्य थियो, त्यो अनन्त थियो। म तिमीलाई अझै पनि माया गर्छु, हावामा घुलिएको सुगन्ध झैँ, आँसुको थोपामा अड्किएको सपना झैँ मेरो हृदयमा आज पनि तिमी धड्किन्छौ, मौन रूपमा तर सम्पूर्ण स्पन्दन सहित। तिमी मेरो लागि केवल एक व्यक्ति होइनौ, तिमी मेरो शान्तिको शरण थियौ, एक यस्तो ठाउँ जहाँ मेरो भत्किएको मनले विश्राम पाउँथ्यो। आज पनि जब आँखा बन्द गर्छु, तिमी नै देखिन्छौ, मेरो शान्ति, मेरो घर। जीवनले कता कता मोड लियो, तर तिमी प्रतिको मेरो माया कहिल्यै मोडिएन। समय बित्दै गयो, तर तिमी मेरो मुटुको एउटै कुनामा सधैँ बाँचिरह्यो, धड्कन बनेर, सम्झना बनेर। यदि कहिल्यै जीवनले तिमीलाई थकित बनायो वा हराएको महसुस गरायो भने सम्झनु कि यो विशाल संसारको कुनै एक कुनामा एउटा आत्मा छ, जो अझै पनि तिम्रो लागि माया बोकेर बसेको छ। म यहीँ छु, मौन, तर सधैँ तिमीलाई अँगाल्न तयार। म तिमीलाई माया गर्छु, आज पनि, भोलि पनि, जीवनको अन्तिम साससम्म, र त्यो सासपछि पनि।